हेलो हजुर नमस्कार। हजुरले देख्न सक्नुहुन्छ रानी मौरी भर्खर भाले लाएर आएको छ है। तपाईँको रानी मौरीको पछाडि टेउको केही देख्नुभएको होला। यो चाहिँ रानी मौरी भाले लाएर आएँ है भनेर प्रुफ लिएर आएको हो। यो चाहिँ रानी मौरी भाले लाएर आएको प्रमाण हो। यो लिएर आएन भने करिमौरीले नस्वीकार्न सक्छ, करिमौरीले मारिदिन पनि सक्छ है। त्यही भएर रानी मौरीले प्रुफसहित आएको हुन्छ, प्रुफ लिएर आउनै पर्ने हुन्छ करिमौरीलाई देखाउनको लागि। अनि यो चाहिँ प्रुफ लिएर आएको छ। तपाईँहरूले अब कहिलेकाहीँ घार खोलेर हेर्दा हो रानी मौरीको पछाडि त के अड्किएछ, फुल पार्न मिल्दैन होला, निकालेर फालिदिनु पर्यो भनेर त्यो चाहिँ समाउने कोसिस नगर्नु होला। यसमा आत्तिनु पनि केही हुँदैन, मौरीले नि यो थुतेर फालिदिन्छ। यो भाले मौरीको ठेउको पछाडिको ठेउको है प्रुफ लिएर आएको कर्ण मौरीले नै थुतेर फालिदिन्छ। यसमा समाउने कोसिस चाहिँ नगर्नु होला। यदि समाउनु भयो भने तपाईँको खुट्टो लङ्गडो हुनसक्छ। खुट्टो लङ्गडो भइसकेपछि सबै कोष चार्ने त रानी मौरी हो, सबै कोष चार्दै फुल पार्नुपर्छ। अनि खुट्टो लङ्गडो भइसकेपछि त्यो हिँड्नलाई उसलाई असहज हुन्छ, गाह्रो हुन्छ, बिस्तारै बिस्तारै हिँड्छ। फुल पार्न एकदमै टाइम लाग्छ, मौरी फैलाउन एकदमै टाइम लाग्छ। हामीले रानी मौरी समाउने कुन कन्डिसनमा भनेको इमर्जेन्सी कन्डिसनमा मौरी भाग्यो, रानो देखियो, फेरि हाल्दाखेरि भाग्छ कि भनेर समाउँदा पनि पहेँटामा हल्कासँग समाउनुपर्छ, अन्त समाउनु हुँदैन। पहेँटामा हल्का समाएर रानी केजमा बन्द गरेर राख्नुपर्ने हुन्छ। त्यही भएर रानो चाहिँ सकभर समाउनु हुँदैन, त्यही इमर्जेन्सी भागेको कन्डिसनमा मात्र समाउने हो है। रानी चाहिँ देख्न सक्नुहुन्छ भाला